Welcome to my channel. Like and subscribe, guys. के हो यो चाहिँ आन्टी के साग भन्छ यसलाई हजुर लसुन साग गुड मर्निङ साथीहरु सबैजनालाई हेर्नुस् त हामी मुक्तिनाथको दर्शन गर्नको लागि हिजो काठमाडौँबाट हिँडेको थियौ हैन हिजो बेलुका कति 7 बजेतिर बस उठेको उताबाट आज बिहान 8 बजिसक्यो अब 9 बजेतिर चाहिँ मुक्तिनाथ पुगिन्छ के हामी कस्तो रमाइलो छ वाउ यस्तो राम्रो सिनेरी त अनि हामीलाई रातभरि ल्याउनु भएको उहाँले हेर्नुस् रातभरि चलाउनु भएर अनि अहिले बिहान पनि एक्लैले चलाउनु भएको छ बाटो तर पुस्ताङपछि यति राम्रो रहेछ नि साथीहरु त्यही बाक्लुङ र म्याग्दीको बीचमा चाहिँ हल्का के हो यो चाहिँ आन्टी के साग भन्छ यसलाई हजुर लसुन साग हेर्नु साथीहरु लसुन साग तपाईहरुकोतिर लसुन साग यस्तो पाइन्छ यहाँ हेर्नुस् लसुन साग कहाँ पुर्याउनु हुने यो बेच्नुहुन्छ यो पुल हेर्नुहोस् पुल यहाँको पुल वाउ सिन हेर्नु त माथि कस्तो राम्रो देखाएको छु गाई पनि रहेछ यतातिर चरिरहेको रहेछ दाइ हजुरको घर चाहिँ कता ए यहीँ पो लेतेको दाइ हुनुहुन्छ उहाँ चाहिँ गाडी पनि आफ्नै हो कि दाइ विदेशमा गएर कोहीले एउटा फोटो खिच्दैमा अनि टिकटकमा के अरे भिडियो हाल्दैमा भन्छ मान्छेले हजुर उहाँ रियालिटी त्यो काम गर्दादेखि ग्रुपै आएको छ हो दाइ उहाँ गएपछि अब काम गरेर खा नत्र जा भन्छ अब हामी आउँछौँ चम्सङ है साथीहरु यो डाँडा कटेपछि यो टावर चाहिँ के को एनसेलको एनटिसीको थाहा छैन तर यो टावर बनाउनु मेरो टावरको सामान ल्याउनु हुने दाइ चाहिँ उहाँ हुनुहुन्छ उहाँले ल्याउनु भएको अरे क्या यति बेला चाहिँ अब यताबाट समस्या पर्यो त यो देखिराख्नु भएको छ नि हजुरहरूले यो चाहिँ अब चाहिँ मार्फत काम आयो यो माथिको हेर्नुहोस् कस्तो राम्रो वाउ क्या दामी छ हेर्नुहोस् त साथीहरु यो यस्तो स्वर्ग जस्तो ठाउँ अब आयो स्याउबारी साथीहरु हेर्नुहोस् त वाउ स्याउबारी सँगसँगै माथिको भ्यू हेर्नुहोस् माथिको यस्तो रमाइलो छ स्याउ खाने बेलामा चाहिँ होइन स्याउको फुल फुल्ने टाइममा चाहिँ आइपुग्यो मैले त हिउँ परिरहेछ जस्तो सोचेको थिएँ तर हिउँ चाहिँ परेर रहन्छ यतातिर चाहिँ माथि मुक्तिनाथमा चाहिँ परेछ कि 2 दिन अगाडि हिउँ परेछ भनेर भन्दै हुनुहुन्थ्यो दाइहरूले हेरौँ मुक्तिनाथ पुगेर थाहा हुन्छ वाउ क्या दामी जस्तो रमाइलो छ नि त हेर्नुहोस् अनि यहाँ चाहिँ यो घरमा हुन्छ नि साथीहरु यो घरमा अर्गानिक के यहाँको उत्पादन भएको हुन्छ नि सामानहरु हजुर स्याउको सुकुटी दाल सबै रक्सी सक्सी हुन्छ नि सबै कोसेली गरेर हो कि सबै दाइले भन्नुभएको साथीहरु अब आयो हाम्रो मार्फा पुरानो मार्फा गाउँ हेर्नुहोस् त साथीहरु हजुरहरूले जेरी फिल्म त हेर्नु भएको छ होला पक्कै पनि जेरी फिल्मको सुटिङ भएको ठाउँ चाहिँ यही है त त्यहाँ गुम्बा छ ल हेर्नुहोस् त फिल्ममा भन्दा खतरा सिन आएको छ साथीहरु हेर्नुहोस् ल त्यहाँ चाहिँ गुम्बा यही हो ल हाम्रो पुरानो मार्फा
स्याउ गरे लाग्यो साथीहरू हामी घोडा चढेर होइन भाउजू पछाडि हुनुहुन्छ दाइहरू छोरा र छोरी यता छ त्यही त हो नि पछाडमा घाँस यता आइज कुसुम कस्तो भइरहेछ लोप्साङ मजा